दिपेन्द्र सिंह एरीले किन आफू राम्रो एक दिवसीय खेलाडी भएको प्रमाणित गर्न सकेनन्? हामी सबै प्रशंसकहरूलाई थाहा छ कि दिपेन्द्र सिंह एरीले टी20 क्रिकेटमा के गर्न सक्छन् भन्ने कुरा उनको तथ्याङ्क प्रभावशाली छ र उत्कृष्ट फिल्डिङले पनि पूरक छ। उनी यस ढाँचामा राम्रो अलराउन्डर हुन्। उनको करियरलाई हेर्दा उनी सधैँ थिए र उनको ब्याटिङ टेक्निक टी20 क्रिकेट उपयुक्त छ। उनी बललाई राम्रोसँग प्रहार गर्न सक्छन्, तर उनको टेक्निक एक दिवसीय ढाँचाको लागि भने उपयुक्त छैन, जहाँ हामीले अलि बढी समय खर्च गर्नुपर्छ। तपाईको विरुद्धमा विपक्षीको बलिङ योजना बुझ्नुपर्छ, उपयुक्त शट छनौट गर्नुपर्छ। हामीले एक दिवसीयमा उनको ब्याटिङमा धेरै कमजोरीहरू देखेका छौँ। एउटा उनको फुटवर्क हो। उनको फुटवर्क धेरै सानो हुन्छ र प्राय राम्रो लम्बाइको बलमा सङ्घर्ष गर्नुपर्छ। कठिन ब्याटिङ अवस्थामा उनको प्रवृत्ति कुशल भुर्तेल जस्तै उजागर हुन्छ। स्कटल्यान्ड जस्तो देशमा जहाँ बलले स्विङ सिम जस्ता क्षणहरू देखाउँछ, हाम्रो प्रवृत्ति सही हुन जरुरी छ। राम्रो फुटवर्क जस्तै बललाई आउन दिनुहोस्, बललाई पछ्याउनु होइन। हामी ब्याटलाई बलमा फ्याँक्न सक्दैनौँ, यसलाई बीचमा राख्ने आशा गर्न सक्दैनौँ। उसले ढिलोसम्म खेल्नुपर्छ, शरीरको नजिक खेल्नुपर्छ, क्रिज डेप्थ प्रयोग गर्नुपर्छ। यस स्तरका प्रत्येक बलर विरुद्ध हामीले उपयुक्त योजना बनाउनुपर्छ। हामी बलरहरूलाई उसले चाहेको क्षेत्रमा बलिङ गर्न दिन सक्दैनौँ। हामीले उसको लय तोड्न र लाइन र लेन्थलाई बाधा पुर्याउन आवश्यक छ। दिपेन्द्रले एक दिवसीयमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् भने एक दिवसीयमा आफ्नो ब्याटिङ प्रवृत्तिमा गम्भीरतापूर्वक सुधार गर्न आवश्यक छ। तपाईले केवल फिल्डिङ र बलिङमा भर पर्न सक्नुहुन्न। हामीले विशेषज्ञ ब्याटिङ प्रशिक्षक नियुक्त गर्नुपर्छ, जसले उनको खेलमा कडा परिश्रम गरेर प्रवृत्ति सुधार गर्न सक्छन्। यदि उनीहरूले निरन्तर प्रदर्शन गर्न सक्दैनन् भने हामीले उनीहरूको विकल्प खोज्नु पनि पर्छ। युवालाई मौका दिनुहोस्, ग्रासरुट खेलाडीहरूमा लगानी गर्नुहोस्। घरेलु स्तरमा प्रदर्शन गरिरहेका धेरै युवाहरूसँग फ्यान प्रयोग गर्न केही प्रस्ताव हुन सक्छ, किनभने यो गम्भीर कुरा हो। नेपाल क्रिकेट गम्भीर छ, धेरै प्रयोग नगर्नुहोस्। फ्यानहरू अब यस ढाँचामा पनि नतिजा चाहन्छन्, किनभने यो ढाँचाले हामीलाई रातो बल क्रिकेट खेलको वास्तविक जग बढाउन मद्दत गर्दछ। यदि तपाईको मनपर्ने खेलाडीले प्रदर्शन गरेन भने प्रदर्शन विरुद्ध कडा कारबाही गर्न हामी फ्यानहरूलाई अनुरोध गर्दछौँ। यदि तपाईले खेलाडीप्रति जवाफदेही हुन भन्न सक्नुपर्छ। पहिले नेपाल क्रिकेटको बारेमा सोच्नुहोस् र त्यसपछि खेलाडीहरूको बारेमा सोच्नुहोस्। यो नेपाल क्रिकेटमा काम गर्ने सबै क्यान सदस्यहरू र सरोकारवालाहरूमा लागू हुन्छ। धन्यवाद र कुनै पनि पूर्वाग्रह बिना क्रिकेटको सत्यमा आधारित विश्लेषणको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।